म चाहिँ यहाँ फुड ट्र्याकमा यसरी हिँडिरहेको छु। बिहान बिहानै मर्निङ वाक हो मेरो यो। ल हेर्नुहोस् फेवातालको छेउछेउ कति राम्रो देखिरहेको। ओहो ओहो ओहो। ल यहाँ दाजुभाइ भेट भएछन्। दाजुभाइ भेट भएछन्। ल यताबाट म निक्लेर अनि उताबाट चाहिँ म आफ्नो ड्युटीतिर लाग्छु। ल हेर्नुहोस् फेवाताल उता फिसिङ गरिरहनु भएको छ उहाँले। ल उताबाट अङ्कल आइरहनु भएको छ। ल हेर्नुहोस् कति हरियो हरियो छ भन्ने कुरा कस्तो राम्रो छ। ल जस पोखरा चाहिँ यसै सुन्दर नगरी पोखरा भनेको होइन नि गाइजहरू है। हेर्नुहोस् न है कस्तो राम्रो राम्रो कस्तो राम्रो। अनि यता हेर्नु न त्यो चाहिँ हाम्रो तलो हेर्नुहोस् बादल पनि लागिरहेछ। बादलको माथि तिमी र म दुईजना साथी। हाहा ल एक्लै एक्लै फेवातालको छेउमा बिहान बिहानै को जान्छ भन्दा म जान्छु। अरू जाओस् नजाओस् होइन। आहा कति राम्रो फुल फुल्नु भएछ। यो फुललाई त नजिकैबाट खिच्नु पर्यो कि क्या हो। मेरो आँखा राम्रो होला कि फुल राम्रो होला। हेर्नुहोस् जङ्गल हेर्नुहोस् कति राम्रो फुलहरू हो। ब्लू हाउस रे हाउस। घुम्दा घुम्दै पुगेछु लेक साइड। मेरो माया हुन्छ कि एक साइड पोखरामा घुमाउने घर पोखरामा देऊ यो दिलको टोकरामा। ल अब म यस्तो बाटो यताबाट कसरी निक्लने हो म खै। अन्त पुरै बाटो बन्द छ त गाइजहरू। ल हेरौँ त। ल अबि सही सही सही। यो बाटो कसरी ढक्डा ढक्डा गर्छ यार हिलो रहेछ। ल आयो हजुर तिना फलाम कबाडी बिग्रेको भन्ने भाइ आयो उता। ल यता हेर्नु कस्तो ठुलो रुख के। यो कति वर्ष पुरानो रुख होला के है। जरै जरा छ यार। घुमाउने घर पोखरामा माया पार्देऊ यो दिलको टोकरामा। ल घुमाउने घर पोखरामा भन्दै म हिँडिरहेको छु गाइज होइन। आफूलाई नै खिच्न कि क्या हो। यो त सार्न मिल्दैन। मेरो फ्लिप क्यामेरा गर्न नमिल्दो रहेछ क्या हो। ल नाको रे नाको 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 नाको। यता पनि फुल यस्तो राम्रो फुलिरहेको। यता चाहिँ पानी आइरहेको छ। जाने होइन जाने हो अरेको। म जाने होइन भनेको के। म गएर आइसकेको हो। अब यतै हो बेलुका जाने हो। बिहान बिहानै लेक साइड आउनुपर्छ होइन। गाडीहरू हिँडिरहनु भएको छ। म चाहिँ मेरै खुट्टाले हिँडिरहेको छु। अहिले मलाई गाडीको आवश्यकता नभएको अवस्था। आवश्यक भएको बेलामा म अवश्य चढ्ने छु होइन। ल मैले यसो हल्का हजुरहरूलाई आज बिहान बिहानै फेवातालको यसो भिजिट गराएँ होइन।
अरू भिडियोहरूमा म सबै अलि लामो भिडियो ल्याउने छु। अहिलेको लागि बाई बाई गाइज हैन। हेरिदिनु भएकोमा धन्यवाद।